मान्छे पनि यति राम्री रहेछौ किन पिर बानेको दुबईमा तिमीलाई भिजा मात्रै हो त काम पनि 100% दिन्छु ढुक्क हो अनि मैले सुनेको त अनि त्यहाँ त जब लगाइदिनु नि कमिसन चाहिन्छ रे अनि तपाईले त सस्तो भिजा फेरि जब पनि लगाइदिन्छु भन्नु भएको छ हे नानी अरूको कुरा सुनेर हुन्छ मैले त 100% काम गर्छु नि पैसा तिर न तिमी आज 2 दिनमा तिम्रो फ्लाइट गरिदिन्छु A few moments later. भगवान यो मान्छेले के गरे होला खुबै भिजाको साथसाथै काम भन्दै थियो त्यो पनि छैन पैसा पनि गयो माने भयो मलाई पर्यो खोइ रिप्लाई पनि दिन्न यसले त पैसा सैसा गयो क्या हो मेरो त प्रभु म त के गर्ने हो A few moments later. फसे नि नराम्रोसँग फसे नि खुबै सस्तो भिजा र जब पनि ग्यारेन्टी भनेर भने थिएँ अब यो कुन हो फेरि डिएससी मात्रै देख्छु के रहेछ यो होइन थुप्रैको भिजा लगाएर लिएको रहेछन् त यिनीहरूले त एकचोटि बुझ्नुपर्छ कि क्या हो हेलो डिएससी अफिस हो हजुर मैले भिजा प्रोसेस गरौँ भनेको कस्तो छ तपाईँहरूको जेन्युन कतिको छ भिजा सक्सेस कस्तो छ होला A few moments later. नमस्ते सर नमस्कार आउनुभयो बस्नुहोस् आज मेडिकलको लागि बोलाउनु पाएको थियो पासपोर्ट लिएर आउनुभयो हजुर। ओके तपाईँको डकुमेन्टहरू सबै रेडी छ अनि कस्तो लागिरहेछ नि एकदमै तपाईँलाई सुरुमा चाहिँ थ्याङ्क यू भन्न चाहन्छु पहिल्यै फसेको थिएँ अब नयाँ प्रोसेस गर्नुको लागि नि धेरै डराइरहेको थिएँ अब पहिले फसिसकेपछि तर तपाईँहरूले एउटा जेन्युन सर्भिस दिएर मलाई यहाँ दुबईसम्म ल्याइदिनु भयो आज मेडिकल पनि गराउँदै हुनुहुन्छ थ्याङ्क यू सर तपाईँलाई धेरै धेरै धन्यवाद ओके हजुरलाई मैले पहिला पनि भनेको थिएँ होइन ट्रस्ट गर्नुहोस् भनेर अब आधा जर्नी सुरु भइसकेको छ हाम्रो अझै आधा बाँकी छ इङ्ग्लिस आइडिया आएपछि तपाईँलाई फुल ट्रस्ट हुन्छ ढुक्क हुनुहोस् हुन्छ सर थ्याङ्क यू सो मच सस्तो भिजाको खोजीमा हुनुहुन्छ या त जेन्युन सर्भिसको खोजीमा डिसिजन तपाईँको यदि जेन्युन सर्भिसको साथसाथै ट्रस्टेड भिजा चाहिएको छ भने आजै नै तपाईँहरूले डिएससीलाई सम्झिनुहोस् तल मैले नम्बर दिएको छु अहिले नै वाट्सएप गरी इन्क्वायरीहरू लिनुहोस्